दाइ सिट खाली छ? सिट सबै खाली छ, आउनुस् बस्नु चेतो। खोइ त सिट खाली झुक्काइ हाल्यो ने यो खलासीले मलाई फेरि। ओहो कति गर्मी यो काठमाडौँ त, उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। हेलो गाइस, म काठमाडौँ आइपुगे। मुझे यो के हो यार, काठमाडौँको बाटो हो के बारीको कान्ला हो। साथीहरू आज चाहिँ म घुम्न थमेल आएको छु। यहाँ त राम्री राम्री केटीहरू पाइन्छन् है। आज चाहिँ यहाँ पुरै रात घुम्ने हो र साथीहरू म चाहिँ यहाँ घुम्दैछु थमेलको रोडमा, अनि यहाँ त राम्रै राम्री केटीहरू बसेको छन्। जाने हो 500 मा। जन्ना मुला। साथीहरू म चाय बतोमा दुल्दै थिएँ अनि मैले यहाँ खैरिनी भेटेको छु बतोमा, एकदम चुवाक्चा बजाइदिउन् जस्तो। हाय। उफ यो तासुन्छ जस्तो छ यार। अहिले चाहिँ म मसाज गर्ने दोकानमा आएको छु। मेरो बडी चाहिँ एकदम दुख्छ, ताइ भएर यहाँ चाहिँ म पहिले मसाज गराउँछु अनि केटी खोज्न अगाडि जान्छु। ओके, म चाहिँ एउटा मासु दोकानमा आइसकेका छौ। म चाहिँ सुँगुरको 5 किलो मासु खान्छ अनि जान्छ घुम्न। मैले यहाँ एउटा गर्लफ्रेन्ड बनाइसकेको छु, एकदम राम्री छ। आज त यो साङ्गापुरै रात चिल गर्ने प्लान छ रुममा। हामी चाहिँ अहिले एउटा क्लबमा आएको छौ। अब यहाँ रक्सी खान्छौ अनि अगाडि जान्छौ। ओके साथीहरू, फाइनली हामीले चाहिँ पुरै थमेल घुमिसक्यौँ। अब चाहिँ हामी रुममा आएको छौँ। अब त मजाले चिल गरिन्छ है। हेलो गाइस, आज बिहानै म पशुपतिनाथ दर्शनको लागि आएको। जय शम्भो, जय भोलेनाथ, जय पशुपतिनाथ। म काठमाडौँ गएर झन्काले भएको छु साथीहरू। अहिले म मेरो गाउँ आएको छु। त्यो मेरो घर हो साथीहरू। आफ्नो घर फेरि देख्न पाइयो। कस्तो भोक लाग्यो साथी हो। आया राति पार्टी। ढुङ्गामा माछा पकाउँदाको स्वाद नै बेग्लै हुन्छ। मिठो बनेछ गाइस, मजा आयो आज त। ओहो यो ठाउँबाट भर्खर मनुष्यहरू हेरेका छन्, एकदम ताजा छ। यो दृश्य हेर्नुहोस् साथीहरू। ओहो कस्तो राम्रो। साथी हो, आज बहुत थक्यो। अब अर्को भिडियोमा भेटौँला। बाइ बाइ।